अहिले यो हाइपमा चाहिँ यो डोडमा चाहिँ हैन एउटा मौरीले चाहिँ अघि हालेको मौरी हैन अघि त्यो डोड खोज्ने मौरी आएको थियो अनि उला हाल्दै थिए मैले र यो नयाँ डोड हो अनि उले हेरेर गएको छ है मौरीले हेरेर गएको छ त्यो अब उसले अरु स्काउट बीजहरुलाई लिएर आउँछ आउँदैन हैन म यसको अपडेट गराउने छु अहिले चाहिँ अब एउटा मौरीले चाहिँ घार हेरिरहेको छ गएको थियो अब फेरि आएर हेर्दै रहेछ है अब अहिले मुखमा निस्केर घुम्दैछ ती घुम्दैछ मुखमै डोड वरिपरि हेर्दैछ फेरि भित्र पसेको अवस्था छ र यसरी अहिले मौरीले डोड हेरिरहेको छ म यो घरमा यो डोडमा मौरी ल्याउँछ ल्याउँदैन आउँछ आउँदैन बस्छ बस्दैन म यसको अपडेट गराउने छु है त ल साथीहरु यो हाइपमा अहिले चाहिँ एक दुईवटा मौरीहरु आउने क्रम जारी छ है एक दुईवटा मौरीहरु आएर चाहिँ एकदम डोडको निरीक्षण गरिरहेको छ उनीहरुले तपाईहरुले यहाँ देख्नुहुन्छ देख्नु हुँदैन हैन यहाँ जस यो हाइपको यो डोडको मुखमा चाहिँ अहिले एक दुईवटा मौरीहरु आएर यसो निरीक्षण गर्ने काम जारी छ यिनीहरुको अब अहिले अघि दुई चारवटा एउटा दुईटा मौरी आएर निरीक्षण गरेर गएको थियो हैन अहिले चाहिँ दुई तीनवटा नै आइरहेको अवस्था छ उ त्यहाँ देखिराख्नु भएको होला तपाईहरुले पनि हाइपमा डोडमा वरिपरि हैन मुखमा दुई तीनवटा मौरीहरु तीन चारवटा मौरी चाहिँ देखे मैले अहिले निरीक्षण गर्ने काम जारी छ हैन अब फेरि एकछिन पछिको अपडेट के हुन्छ म त्यो रेकर्ड गर्ने छु ल गाइज अहिलेको अपडेट भनेको चाहिँ अहिले पनि घर निरीक्षण गर्ने काम जारी छ र अहिले चाहिँ आछि नगर्नु न बेबी 8-10 वटा मौरीहरुलाई मैले देखिरहेको छु यहाँ है एकदम आएर चाहिँ निरीक्षण गर्ने काम जारी छ र भित्र पसेर चाहिँ अहिले उनीहरुले निरीक्षण गरिरहेछ र बाहिर पनि 8-10 वटै जस्तो मौरी चाहिँ बाहिर पनि घुमिरहेको देखिरहेको छु र तपाईहरुले पनि यहाँ भिडियोमा देख्नु भएको होला भन्ने आशा छ अहिले निकै नै भेला भइरहेको अवस्था छ है अहिले चाहिँ 10-15 वटा जति चाहिँ आएर चाहिँ निरीक्षण गर्ने काम जारी छ अहिलेको अपडेटमा चाहिँ एकदम मौरीहरुको चहलपहल राम्रै देख्न सकिदैछ है मुखमा त्यो डोडको मुखमा चाहिँ एकदम घारको मुखमा चाहिँ मौरीको चहलपहल एकदम राम्रो देखिरहेको अवस्था छ ल गाइज अहिले चाहिँ यसरी मौरी आइसकेको अवस्था छ है सररररररर अहिले भर्खर हालेको हो के मैले नि भर्खर हालेको ल मेरोमा चाहिँ यसरी आइसकेको अवस्था छ है मौरी अघि मैले भिडियो गरेर लगाइरहेको थिएँ होइन मेरोमा आएको मेरोमा अहिले भर्खर हालेको थिएँ क्या ल गाइस यसरी आइरहेको अवस्था छ है पुरा भन्केर पुरै भन्केको छ माग्नीमा त्यो भाउजूलाई माथि जानु भन्देऊ त भाउजूलाई माथि जानु भन्देऊ न ल गाइस यसरी चाहिँ गणना पुरै स्वर मचाएर आइरहेको अवस्था छ हेर्नु होला पुरै रमिता लाग्दो गरी ज्याक आइज ज्याक आइज